छ, राजनीतिक अनिश्चितता छ र त्यो सबैभन्दा बढी जनतामा घोर निराशा छ र एउटा राष्ट्रको रूपमा नेपालले आफ्नो विषयमा आफै निर्णय गर्ने आफ्नो क्षमता गुमाउँदै गएको छ। राष्ट्रिय आत्मविश्वास स्खलित हुँदै गएको छ। हाम्रो विश्वासमा ठुलो राशा आएको छ। यो सङ्कटको घडी हो। यो सङ्कटको घडीबाट नेपाललाई बाहिर कसले निकाल्छ? नेकपा माओवादीको दाबी छ हामी नेपालको सबैभन्दा ठुलो पार्टी हो, हामी नेपाललाई सङ्कटबाट बाहिर निकाल्छ। एउटा यस्तो विचार जसले केवल ध्वंस मात्र गर्न सक्छ, निर्माण कहिले गर्न सक्दैन। गाउनका लागि हतियार हथौडा छ तर भुन्न र सिउनका लागि सियो र धागो छैन। एउटा यस्तो आन्दोलन जसले नेपाली नागरिकलाई केवल मृत्यु मात्र उपहार दिन सक्छ, हाम्रो जीवनमा केही पनि जोड्न सक्दैन। एउटा यस्तो आन्दोलन जसले त्यो पार्टीका नेताहरूलाई गरिबीबाट मुक्ति दिन सक्छ तर आफ्नै पार्टीका कार्यकर्तालाई र आम नेपाली जनतालाई केवल मुक्ति दिन्छ त केवल हाम्रो बाँच्न पाउने अधिकारबाट, जीवनबाट मात्र मुक्ति दिन्छ। एउटा यस्तो आन्दोलन जो उग्र राष्ट्रवादको नाराबाट प्रारम्भ हुन्छ र अनिवार्यता विदेशी प्रभुहरूको शरणमा गएर टुङ्गिन्छ। यो आन्दोलनले, यो विचारले नेपाललाई सङ्कटबाट मुक्त दिन सक्दैन। चाहे त्यो ए माओवादी होस्, चाहे त्यो बी माओवादी होस्, चाहे त्यो डाक्टरको माओवादी होस्, चाहे त्यो वैद्यको माओवादी होस्, माओवादीले नेपाल र नेपालीलाई यो सङ्कटबाट बाहिर निकाल्न सक्दैन। एउटा अर्को शक्ति छ जसले आफूलाई मधेसको मसिया भन्छ, मधेसको मुक्तिको नारा लगाउँछ, बाहिर त एउटा नारा लगाउँछ, हामीको बिचमा भन्छ, आम मधेसी नेपालीको बिचमा भन्छ, उठो मधेस, जागो मधेस। तर त्यस पछाडिको एउटा नाराको अर्को एउटा वाक्य आफ्नो मनमा नै भन्छ, उठो मधेस, जागो मधेस, उसके नाम में लुटेंगे हम देश। मधेसको यस्तो मसियाले पनि नेपाल र नेपालीलाई सङ्कटबाट मुक्त गराउन सक्दैन। अर्को एउटा हाम्रो मित्र शक्ति पनि छ नेकपा एमाले, जो सधैँ बिचमा बस्न रुचाउँछ, जुवारे हुँ भन्छ, जुवाको खालमा पनि आउँछ तर जुवाको दाउ आफू कहिले हान्दैन। कहिले माओवादीले हानेको छक्का दाउ सोर्छ, कहिले काङ्ग्रेसले हानेको चौका दाउ सोर्छ। बिचमा बस्ने एमाले पनि नेपाललाई सङ्कटबाट बाहिर निकाल्न सक्दैन। त्यसले आदरणीय साथीहरू, काङ्ग्रेस भएर मात्र भनेको होइन, नेपालको एउटा युवा नागरिक भएर भन्दैछु, यो मुलुकलाई सङ्कटबाट कसैले बाहिर निकाल्न सक्छ भने आजको मितिमा काङ्ग्रेसले मात्रै मुलुकलाई सङ्कटबाट बाहिर निकाल्न सक्छ। तर विचारमा प्रष्टता चाहिन्छ, सङ्गठनमा प्रतिबद्धता चाहिन्छ अनि नेतृत्वमा एकता चाहिन्छ अनि मात्रै काङ्ग्रेसले मुलुकलाई सङ्कटबाट बाहिर निकाल्न सक्छ। आज काङ्ग्रेसलाई आत्मविश्वास चाहिएको छ, यो मुलुकलाई सङ्कटबाट काङ्ग्रेसले बाहिर निकाल्छ। बिपी कोइरालाका अनुयायीहरू हामी, गणेश मानका शिष्यहरू हामी, कृष्ण प्रसाद भट्टराई र गिरिजा प्रसाद कोइरालाले विकसित गरेको पार्टीका हामी जस्ता हजारौं साथीहरूसँग यत्रो विशाल नेतृत्व पङ्क्ति छ। हामी निकाल्न सक्छौँ मुलुकलाई सङ्कटबाट बाहिर। हाम्रो आत्मविश्वासको स्रोत हाम्रो श्रेष्ठ विचार हो, हाम्रो गौरवशाली इतिहास हो, हाम्रो समृद्ध परम्परा हो र सबैभन्दा ठुलो मेचीदेखि महाकालीसम्म फैलिएको तपाईँहरू जस्तो पार्टीका हजारौं साथीहरू हो जसले काङ्ग्रेसको चार तारे झन्डाको शानमा, पार्टीको शान र पार्टीको मानमै आफ्नो स्वाभिमान देख्नुभयो। कहिले कुनै लोभ राख्नु भएन, केवल पार्टीका निम्ति, लोकतन्त्रका निम्ति, राष्ट्रियताका निम्ति आफूलाई समर्पित गर्न तयार हुनुभयो। जो तपाईँहरू जस्ता साथीहरू जसको मनमा जम्मा एउटा कुरा छ, आज जसरी आयोजकले एउटा फुलको मालाले हाम्रा तीनटा नेतालाई बाँध्नु भएको छ, यसै गरिकन तीनटा नेता एक ठाउँमा रहनुहुन्छ, एउटै दिशामा हेर्नुहुन्छ, एउटै कुरा बोल्नुहुन्छ भने हाँसी हाँसी मर्न तयार छौँ भन्ने तपाईँहरू जस्ता हजारौं पार्टीका साथीहरू हाम्रो पार्टीको शक्तिको स्रोत हो। आदरणीय साथीहरू, म तपाईँहरूको बिचमा तपाईँहरूलाई साक्षी राखेर भन्न चाहन्छु, समस्या तपाईँहरूको बिचमा छैन। यहाँ हेर्नुहोस्, यहाँ केवल काङ्ग्रेस मात्र छ, यहाँ कुनै गुट छैन, यहाँ समस्या छैन। समस्या छ भने बरु हाम्रो भित्र छ, यहाँ माथि बस्नेमा समस्या छ, तल बस्नेमा केही समस्या छैन। यो समस्याबाट काङ्ग्रेसलाई मुक्त बनाउने हो भने म तपाईँहरूलाई साक्षी राखेर आदरणीय नेतृत्वतिर फर्केर अन्तिममा एउटा आग्रह गर्न चाहन्छु। पार्टीका साथीहरू आज जनतासँग संवाद गरिराख्नु भएको छ, जनताको आकांक्षा पार्टीका साथीहरूलाई थाहा छ। अघिल्लो पटक नेपाली काङ्ग्रेसलाई मत हाल्न नपाएकाहरू, मत नहाल्नेहरू आफ्नो यो पटक मत हालेर हिजोको आफ्नो गल्ती सच्याउन आतुर छन्। पहिलो पटक मत हाल्न पाएका तरुणहरू काङ्ग्रेसलाई मत हालेर आफ्नो स्वतन्त्रतालाई जोगाउनका निम्ति आतुर छन्। प्रत्येक नेपाली मतदाता काङ्ग्रेसलाई मत हाल्न चाहन्छ तर एउटै कुरा खोजेको छ, काङ्ग्रेसबाट भरोसा खोजेको छ। काङ्ग्रेसले मुलुकलाई शान्तितर्फ लिएर जान्छ, स्थायित्वतर्फ लिएर जान्छ भन्ने एउटै भरोसा मात्रै काङ्ग्रेसबाट खोजेको छ। त्यसैले मेरो काङ्ग्रेसका तिनै शीर्ष नेताहरूलाई आग्रह छ, नअल्मलिनुहोस्, नलोभिनुहोस्। हामीसँग त्यो ताकत र शक्ति छ, हामी जनताको आकांक्षासँग, लोकतन्त्रसँग, हाम्रो संविधानसँग साटेर ल्याएको प्रधानमन्त्री होइन। नेपाली काङ्ग्रेसले आम जनताको बीचमा
निर्वाचन भन्दा अर्को कुनै विकल्प छैन। निर्वाचनमा जाउँ भनेर पार्टीले एक छत्र निर्णय गर्छ भने प्रचण्ड र बाबुरामको के कुरा, ज्ञानेन्द्रलाई तह लगाएको कांग्रेस हो हामी। प्रचण्ड र बाबुरामको हातबाट सरकार खोसेर कांग्रेसको नेतृत्वको सरकारले यो मुलुकमा निर्वाचन गराएर प्रचण्ड बहुमत 48 सालको जस्तो बहुमत लिएर आउने गरिकन कांग्रेसलाई त्यो ठाउँमा पुर्याउन सक्छौं। सुदूरपश्चिमको प्रत्येक जिल्लाको प्रत्येक निर्वाचन क्षेत्रमा कांग्रेसले आफ्नो 4 तारे झण्डा गाड्ने ताकत राख्छ भन्ने कुरा यो उपस्थितिले देखाएको छ।